उत्पादन गरेर उनीहरूको मात्रै हित हुने गरियो। त्यसले गर्दा जनमत बदलियो। जो जनता ६२-६३ मा सडकमा निस्किएका थिए, आज तिनै जनता फेरि सडकमा निस्किएका छन् देशको लागि। अब यहाँ भन्नै पर्ने कुरा चाहिँ के हो भने अहिले पनि ठुला दलका ठुला नेताहरूले यो केही पनि होइन, यो भुल जाग्न खोजेको अग्रगमनको चक्का पछितिर फर्किँदैन यो केही पनि होइन भनेर तुच्छ भाषा प्रयोग गरिराखेका छन्। उनीहरूले त्यसै गरी तुच्छ भाषा प्रयोग गरिराख्ने हो भने बाङ्लादेशलाई सम्झे पुग्छ, जहाँ पहिला शासकहरूले तुच्छ भाषा प्रयोग गरे र केही पनि उनीहरूले श्रीलङ्कालाई सम्झे हुन्छ, जहाँ शासकले केही पनि हुँदैन यिनीहरूलाई दबाइन्छ भने त्यहाँ पनि तुच्छ भाषा प्रयोग गरे। उनीहरूले सिरियालाई सम्झे हुन्छ, जहाँ त्यसै गरी सडकको आवाज दबाउन खोजियो होइन। अब हाम्रो भनाइ चाहिँ के हो भने त्यसरी बाङ्लादेश, श्रीलङ्का, सिरियाको जस्तो नेताहरू भाग्नुपर्ने र देशमा जनधनको क्षति हुने स्थिति नआओस्। यसलाई आज यहाँ एयरपोर्टदेखि निर्मल निवाससम्म जुन मानव सागर उडिएको छ त्यसलाई नेताहरूले मनन गरून् र उनीहरूको तुरुन्त पार्टीको बैठकहरू बसेर समीक्षा गरून् र नवीन समझदारीमा शान्तपूर्ण रूपमा राजनीतिक दललाई पनि ठाउँ हुने, राज संस्था पनि स्थापना हुने गरेर उनीहरू नवीन समझदारीमा जाउन् भन्ने हाम्रो कामना हो। गएनन् भने समय अलिकति लम्बिन्छ, तर त्यो समय लम्ब्यो भने अहिलेका नेताहरू देश छोडेर भाग्नुपर्छ नहोस् भन्ने हाम्रो कामना हो। एउटा 240 वर्षसम्म इतिहास बोकेको राज संस्था आजको आवश्यकता किन भयो? 18 वर्ष भयो लोकतन्त्र आएको। यो लोकतन्त्रले जनतालाई मुस्कुराउन पो ल्याएको त, यहाँ ऋणको भारी बोकाउन भनेर ल्याएको लोकतन्त्र हो। नेताहरू आलिसान महलमा सपना देख्ने, हामीलाई पुलिस लाएर हाम्रा आवाजहरू नसुनिदिने, यसैको खातिर यो जनताको जनलहर उत्तर कोरियाको मिसाइल भन्दा पनि कडा छ भन्ने कुरो हामी राजाले 5 बुँदे समझदारीका साथ 62-63 को जनआन्दोलन पश्चात राजाले 5 बुँदे समझदारीमा उहाँले छोडिदिनु भएको थियो जनताको नासो जनतालाई नै दिए भनेर। तर यी भ्रष्ट नेताहरूले कुरा नबुझिकन विदेशी मूलको चाकडी गरेर देशलाई भ्रष्ट तरिकामा बेचेर अहिले यो हालतमा हामीलाई उतार्यो। यसैको फलस्वरूप धर्म सहितको राज संस्था चाहिन्छ। जाति, धर्म यी सम्पूर्ण कुराले सुसज्जित एउटै माला गाँस्नु पर्छ। यदि यो कुराहरू गरिएन भने विचारको बन्दुकमा सद्बुद्धिको गोली हालेर यदि औषधिको रूपमा यो भ्रष्ट सरकारले पिउन र खान जानेन भने अबको स्थिति भनेको भयावह हुन्छ भन्ने कुरो यही मिडिया मार्फत म जानकारी गराउँछु। आदरणीय पत्रकार मित्रहरू, यो कुरा राज्यले आँखा खोलेर सुनोस्, कान खोलेर सुनोस्, आँखा खोलेर हेरोस्। जनताको आन्दोलन कस्तो हुँदो रहेछ भन्ने कुरो यो त छिडिक अहिले झिल्का मात्रै हो। यसको आँधीबेरी निक्ल्यो भने बालेनले यो सहर बनाउँछु भन्दा भन्दै प्रकृति प्रकोपले आफैले लाल पूर्जा माग्यो। त्यो लाल पूर्जा छ, अस्तिको भूकम्प छ। धर्म सहित मान्नुस्, जात जातिमा आफ्नो जातमा रमाउन जान्नुस्। हेर्नुस्, यो बहुदलीय नीतिले त तपाईँ हाम्रो जातलाई के गर्दियो? धर्ममा लडक ठोकाइदियो, त्यहाँ द्वन्द्व निकाल्दियो। हेर्नुस्,
त्यहाँबाट जातमा लडेर ठोकाइदियो, त्यहाँ द्वन्द्व निकालिदियो। अब हामी नेपाली भएर बाँच्न पाउने एउटा रास्ता तयार गरौँ। त्यो रास्ता भनेको हिन्दू सनातनी राज्य सहितको यो विश्वको सर्वोच्च शिखर भएको देश, चारैतिर हिमालले घेरेको देश, त्यसैले एउटै फुलबारी बनाउनु पर्छ भन्ने सन्दर्भमा तपाईँ हामी लाग्नु परेको छ भन्दै आजका दुई शब्द तपाईँहरूलाई निचुस्स दिएर हिँडी। स्विजरल्यान्डमा राजा यसोको पैसा छ भने दलालहरू आज तिनको चाहिँ पैसा चाहिँ नि स्विजरल्यान्डमा छ। त्यो नेपाली जनताले निकाल्ने कि ननिकाल्छ? यदि त्यो जनताले निकाल्यो भने देश त्यत्तिकै विकास हुन्छ। यी भ्रष्टाचारी दलाल नेताहरूको हरेक घरमा गएर नेपाली जनताले चाहिँ नि आगो बाल्नु पर्छ। त्यस कारणले मात्रै यो देशको चाहिँ समृद्धि हुन्छ, होइन भने नेपाली जनता कराउनु मात्रै हुन्छ। यी दलाल नेताहरू जबसम्म लकड्न सकिँदैन तबसम्म देशमा नेपाली जनताले कहिल्यै सुख पाउँदैन। त्यस कारणले गर्दा हामी त के हुनुपर्छ भने आज जुन यो आज मासु भात बिनाएको यो समुदाय आज जुन मासु भात बिनाएको बगलीमा पैसा बिनाएको त्यो जनताको उपस्थिति छ, त्यो नागरिकको उपस्थिति छ। यो उपस्थितिलाई राष्ट्रियता झन्डा मुनि बसेर त्यस्तो जनताको लागि हित गर्न सक्यो भने पक्कै पनि यो देशले एउटा निकास पाउँछ भन्ने जस्तो लाग्छ। आज यहाँ हामी आएको राजाको स्वागतको लागि उहाँ पोखराबाट चाहिँ नि यहाँ एयरपोर्टमा आउँदै हुनुहुन्छ। उहाँलाई चाहिँ नि हामीले सम्मानका साथ लिएर नारायणी राजदरबारमा राख्ने प्लानका साथ हामीहरू आएका छौँ। हेर्नुहोस्, हामीले यो आउनुपर्नेको कारणै थिएन। हामीले दलका नेताहरूलाई चाहिँ विश्वास गरिरहेका थियौँ। राजाले पनि ल तिमीहरू गर्छौ भने गर त भनेर छोडिदिनु भएको थियो। तर यहाँ चाहिँ नि लत्था लिङ्गो भत्ता बुङ्गो पारेर चाहिँ नि लुट्ने खानी बिगार्ने बाहेक केही पनि नगरेको हुनाले आम पिपुल्सले 14 अञ्चल 75 जिल्ला भन्न चाहन्छु म। यहाँ चाहिँ नि 77 चाहिँ उ छ, तै पनि यहाँ चाहिँ नि सबैजनालाई अब राजस्वस्तै चाहिन्छ। राजा नभएको मुलुक हुँदैन भन्न थालेको हुनाले सबैजनाको सेन्टिमेन्ट्सले बुझेर मैले पनि होइन राजाले साथ दिनु पर्यो। आखिर राजाले त केही पनि खानु भएको रहेनछ, एउटा त्यही कमी सुरुवालमै हिँड्नु भएको रहेछ, केही पनि रहेछ। मेरो बृहत्तर देशको लागि हितको लागि म त्याग गर्न चाहन्छु भनेर हिँड्नु भएको रहेछ। तर दलका नेताले चाहिँ नि कोशी बेचे, गण्डकी बेचे, महाकाली बेचे, ओम्नी बेचे, अब तपाईँको सबैतिर बेचे, सेरा दरबार बेचे। होइन भने आखिर चाहिँ नि सबै झुटा कुराहरू राजालाई लाउँदै गएको आम पिपुल्सले थाहा पाए। अब उद्योग कल कारखाना राजाले बनाइदिएका त्यत्रा उद्योग कल कारखानाहरू सबै चाहिँ नि यी दलका नेताहरूले बेचे। खुला तपाईँको चाहिँ नि विश्वप्रकाश शर्मा जस्ता मान्छेले काङ्ग्रेसका पार्टीका सहमहामन्त्री महामन्त्री जस्ता मान्छेले हो हामीले नेपाली काङ्ग्रेसको पार्टीले छाला जुत्ता कारखाना बेचेको हो साथीहरू। काङ्ग्रेस जस्तो पार्टीले चाहिँ नि छाला जुत्ता कारखाना बनाएर चाहिँ नि बसिराख्ने होइन भनेर। जुन देशमा चाहिँ नि कल कारखाना हुँदैन, जुन देशमा युवा हुँदैन, त्यो देश बन्दैन। हाम्रो देशमा चाहिँ नि कल कारखाना बेच्ने, युवाहरूलाई खाडी मुलुक पठाउने जुन परिपन्च यिनीहरूले रचे, बुढापाकाहरूलाई यहाँ राखेर चाहिँ नि नौटङ्की कुरा गरेर देश निमिट्यान्न पार्न खोजे, त्यसको विरुद्धमा हामी उठेका हौँ। राजसंस्था चाहियो, जस्तै एउटा स्कुलको लागि प्रिन्सिपल चाहियो, घरको लागि बुवा अभिभावक चाहियो भने सिङ्गो देशको लागि राजसंस्था चाहियो। संस्था भनेको के रहेछ त भन्दाखेरि यो देश रहे मात्र राजा हुने, त्यही कारणले राजाले माया रहेछ यो देशको, त्यो कारणले राजसंस्था हामीले राख्नुपर्ने रहेछ। राजा भनेको एउटा के रहेछ देशभन्दा माथि उठेर चाहिँ नि हिँड्ने चाहिँ नि संस्था रहेछ। हेर्नुहोस्, तपाईँहरूको दलका नेताहरूमा विश्वासै भएन। हिजो रामचन्द्र पौडेलले राष्ट्रपति कसले बनायो भन्दाखेरि इन्डियाका मानिसहरू आएर यसले भोट हालिदियो भनेर भने। अब इन्डियाका मानिसहरूले तपाईँका त्यहाँका चाहिँ नि नेताहरूले यो देशले चाहिँ नि यो लिजमा लिउँ उ गरेर भने हस् भनेर उनी त भनिदिन्छन्। तर राजाले त लिजमा दिँदाखेरि के अप्ठ्यारो होला, के परिस्थिति आउला, भोलि चाहिँ नि लिजमा लिइसकेको कुराले होइन भनिदेला। त्यो कारणले गर्दा देश बनाउनुपर्छ, आफ्नो देशमा राख्नुपर्छ भनेर राजाले चाहिँ नि त्यो गर्दैनन् नि। त्यो कारणले विश्वास एउटा मियो। अब राजा आउने बित्तिकै सबै मिल्छ भन्ने पनि होइन। तपाईँको 1350 को खसीको मासु 1000 रुपियाँमा आउने पनि होइन, सबै मिल्ने पनि होइन। तर गल्ने त फेरि यी दलैहरूबाट हो। तर राज संस्था भनेको चाहिँ नि के भन्दाखेरि यो देश रह्यो भने म राजा हुन पाउँछु, त्यो हुनाले देशले तलमाथि गर्दिनँ भनेर अभिभावकको रूपमा बस्ने भएको हुनाले राज संस्था चाहिँ नि एउटा अभिभावकको रूपमा सारा जनताले अब अहिले खोजे। त राजा आउँदाखेरि शिरपाजले पनि म के अपिल गर्छु भने सरकार हजुर मौसुफ आइबक्स्यो भने हजुरले पनि हिजो अस्तिको जस्तो होइन सरकार, अब गुमेका कल कारखानाहरू, हिजो राजा महाराजालाई बनाएका कल कारखानाहरू, ती सबै चाहिँ उद्योग कल कारखानाहरू पुनः खोलिबक्स्यो सरकार। र हाम्रा भाइ भतिजा जो बेरोजगार भएर विदेशमा पढ्न, काम गर्न, श्रम गर्न जहाँ गएका छन्
प्रदेशमा फर्काउने एउटा वातावरण गरिबक्से सरकार। किन भन्दाखेरि हेर्नुहोस् यहाँ गाउँमा मानिस छैनन्, सबै बुढापाका मात्र छन्, युवाहरू विदेश गएका छन्। मर्दाको मलामी र पर्दाको जन्ती नपाउने अप्ठ्यारो अवस्था आइसकेपछि हामी सहन नसकेर आएका हौँ। त्यसै कारणले राज संस्था चाहियो। सरकारलाई सलाम छ, स्वागत छ, वेलकम छ। सारा नेपालीले यति भन्दै गर्दाखेरि दलहरूले पनि मैले गाली गरेको होइन। तपाईँहरू पनि सच्चिनुहोस्, आउनुहोस्, एउटै छाता मुनि आउनुहोस्। काङ्ग्रेस के, एमाले के, माओवादी के राप्रपा सबैजना हामी दाजुभाइ नै हौँ नि। पहिला देश रहेन हामी हिँड्न पाउँछौँ, देश रहेन राजनीति गर्न पाउँछौँ, देशै नरहे कहाँ जान्छौँ। त्यही हुनाले एउटा अभिभावक राजालाई राखौँ र सबैजनाले उहाँको निर्देशनअनुसार राम्रा काम गर्ने युवा केटाहरूले यो देशमा राखौँ। युवाहरूलाई मन्त्री बनाऊ, अब मन्त्रीमण्डल पनि छोटो बनाऊ, यो प्रदेश खारेज गरौँ, सबै गरौँ र उद्योग कल कारखाना खोलौँ भन्न चाहन्छु। जय देश, जय नरेश। हामीले कसैलाई मार्न, कसैलाई बदला लिन हामीले लिन दिने, तिनीहरू पनि नेपाली दाजुभाइको छोराछोरी हुन् होइन। किन त्यो बेकार हामीले रिसिभी लिनु पर्ने? एउटा राजा चाहिन्छ, गार्जेन भन्ने कुरा हुनुपर्छ। देश परिवर्तन गर्ने भने गलतलाई गलत भनिदिने मान्छे चाहियो क्या। जसले सिस्टमले जसले के गर्यो, गलतलाई गलतै देखेन क्या, अन्धा भनिदियो क्या। आफ्नो मान्छे देख्छ अन्धा भयो, अरूलाई देखे। रविको के दोष थियो? त्यत्रो बिना पछि खेद्नुपर्ने तस्कर त्यो मात्रै थियो, अरू थिएन। त्यो खोल्न दिने मान्छे आधिकारिक दोषी हुन्छन् कि हुँदैनन्? त्यत्रो पनि स्कुल बोर्डिङ स्कुल कसले खोल्न दियो? के कारणले खोल्न दियो? नेपाली जनताको 2000 बढा छोरालाई आज 50,000 रुपियाँ तिर्नुपर्ने कसले बना? त्यो व्यवस्थाले बना। हामी त्यसको लागि लोकतन्त्र लिएर आएको थियौँ, गणतन्त्र लिएर आएको थियौँ भन्दाखेरि यो चिजलाई मूल्याङ्कन गरेर हेर्दाखेरि नेपाली जनता धेरै पीडित हो। आज त राष्ट्रको ग्रिन लेभलमा पुऱ्याइसक्दाखेरि पनि अवस्था त दैनीय भयो नि त। आज हाम्रो अस्तित्व कहाँ त? आफ्नो अस्तित्व खोज्नुपर्ने बेला हाम्रो स्वाभिमान खोइ त, खोइ राष्ट्रियता खोइ त होइन। यो राष्ट्रियता खोज्ने चक्करमा एकताको प्रतीक राजालाई चाहिँ सहयोग गर्न चाहिँ उपस्थित भएको क्या। हामीले कोहीसँग झगडा गरेर कोही पुलिसलाई कुट्ने अनि यिनीहरू हामीले दाजुभाइ हुन् होइन। आज यिनीहरूको पुलिसहरूको अवस्था दैनीय छ होइन। विद्युत बाटो रोइरहेको छ तलब नपाएर, आज देशमा तलब खुवाउने पैसाहरू छैन। यस्ता वृत्ति चिजलाई हेरेर आज चाहिँ आउनुपर्ने बेला चाहिँ भने राजाको राजा आइसकेपछि केही सुध्रिन्छ कि भन्ने छ। राजा फेरि पुरानो ढाराम गर्ने स्थिति फेरि बिग्रिन्छ। नयाँ सोच, नयाँ चिन्तनका साथ आउनुपर्छ राष्ट्रियताको लागि। 100,000 नेता पाल्नुभन्दा हामीलाई एक राजै ठिक होइन। उहाँलाई चाहिँ लोभ पनि छैन, लाभ पनि छैन होइन। हामीलाई चाहिँ राजा चाहियो, जसरी हुन्छ राजै चाहियो कि। हामीलाई एउटै बाउ ठिक छ। राजालाई त नि चुनाव लडेर आऊ भनेर खानु त नि के हो? हजुर, राजालाई त चुनाव लडेर आऊ, संविधानको धाराअनुसारको आऊ तिमीहरू भनेर राजा फालेकै होइन नि। यहाँ नेपालमा राजा छन् के? तपाईँको चाहिँ 62-63 को चाहिँ आन्दोलन भयो, राजालाई त 65-66 सालमा चाहिँ लगेर चाहिँ राजा फाले चाहिँ यिनीहरूले के हो नि त नि। हामीलाई त राजा चाहियो के, र एउटा बाउ चाहिन्छ, देशको चाहिँ अभिभावक चाहिन्छ। नमस्कार, म दशरथ उपाध्याय बोल्दैछु। विशेष गरेर राजतन्त्र र सनातन धर्म भन्ने दुईटा चाहिँ नि एक अर्काको चाहिँ नि एकै सिक्काको दुई पाटा छ र जस्तो मान्दछु म चाहिँ। अब हाम्रो धर्मनिरपेक्षतावादी दलहरूबाट विभिन्न कुराहरू सुनिन्छन्, जस्तो देशको कुनै धर्म हुँदैन भनेर भनिन्छ। जस्तो हावाको धर्म के हो त? अक्सिजन दिनु, बहनु हो नि त। हावाको धर्म छोड्यो भने के हुन्छ? हावा संसार प्राणी नष्ट हुन्छ। त्यसै गरेर सूर्यको धर्म प्रकाश दिनु, ताप दिनु हो नि त। अब सूर्यको धर्म हुन्छ, हावाको धर्म हुन्छ, पानीको धर्म हुन्छ होइन। पानीले यदि आफ्नो धर्म छोड्यो भने के हुन्छ? पानी संसार नष्ट हुन्छ नि हो। त्यस कारणले मान्छेको पनि धर्म हुन्छ, जन्मजातै धर्म हुन्छ। यो सनातन धर्म, त्यसमा पनि नेपाल चाहिँ एउटा तपोभूमि होइन। जनकले तपस्या गरेको, विभिन्न ऋषिमुनिहरूले तपस्या गरेको यो देश, यसमा चाहिँ देशको धर्म हुँदैन भनेर गलत भाष्य चाहिँ नेताहरूले दिइरहेका छन्। त्यो गलत भाष्यको पछि लाग्न हुँदैन। हाम्रो धर्म हुन्छ वैदिक सनातन धर्म। हाम्रो देशमा तपोभूमि, सीता जन्मेको भूमि, त्यसै गरेर रामले चाहिँ विवाह गरेको भूमि, यस्तो पवित्र क्षेत्र पशुपतिनाथको भूमि, त्यसै गरेर चाहिँ गौतम बुद्ध जन्मिएको भूमि, यो चाहिँ अत्यन्त पवित्र छ। यहाँ चाहिँ सबैको धर्म हुन्छ, अरू सबै धर्मलाई सम्मान हुन्छ। कुनै पनि धर्मलाई, एक धर्मले अर्कोले निषेध गरेको थिएन राजाको पालामा। यो चाहिँ गलत भाष्य निर्माण गरेर चाहिँ दलहरूले फुटाउको राजनीति गर्यो। यसमा चाहिँ अझै पनि हाम्रो नेपालका यिनी धर्महरूलाई फुटाउन सक्दैनन्। इन्द्रका बाउ चन्द्र आए तापनि सक्नेवाला छैनन्। त्यस कारणले यो चाहिँ गलत कुरा हो। राजा भनेको देशको बियो, देशको खम्बा। त्यसै गरेर देश रहनको लागि, देश स्वतन्त्र रहनको लागि चाहिँ राजा अत्यन्त आवश्यक छ र सबै नेपाली जनताको माग छ। अहिले मात्रै होइन कि जतिखेर राजाको विरुद्धमा आन्दोलन हुँदै थियो त्यो समयमा पनि राजाको पक्षमा जनताहरू थियो। किनभने
राजतन्त्र र हिन्दू राज्यको बारेमा जुन नेताहरूले चाहिँ नि त्यो कुराहरू खोजिरहेको थियो के छ जनताको भनेर प्रतिक्रियाहरू लिइरहेको थियो त्यो कागजहरू अहिले लुकायो अथवा देखाएन होइन। त्यसकारणले धेरै मान्छेहरू चाहिँ सनातन राष्ट्र र राजाको पक्षमा छ, पहिले पनि थियो अहिले पनि छ र भविष्यमा पनि रहनेछ। यसैमा नेपालको कल्याण छ भन्दछु। धन्यवाद।